दर्शकबिन नमस्कार, म ओम प्रकाश गुप्ता। दर्शकबिन आज हामी गढवा गाउँपालिका वडा नम्बर 1 बढहरा स्थित कुलपानी सामुदायिक वन क्षेत्रमा आइपुगेका छौँ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत कालाकाटे गढवा सडक खण्ड अन्तर्गत कालाकाटेदेखि करिब 6 किलोमिटर पश्चिमतर्फ बढहरा गाउँमा अवस्थित यस कुलपानी सामुदायिक वन क्षेत्रको परिचय, यस ठाउँमा भएका गतिविधि लगायतका विषयमा आज रिपोर्टिङ गर्न हामी वरिष्ठ हाम्रा सहकर्मी पत्रकार महेश रिजाल, देउखुरी टुडे युट्युब च्यानल तथा देउखुरी टुडे राष्ट्रिय साप्ताहिकका प्रकाशक सम्पादक सन्तोष कुमार गुप्ता सहितको यो टोली यति बेला कुलपानी सामुदायिक वन क्षेत्रमा हामी आइपुगेका छौँ र हामी यो कुलपानी सामुदायिक वनको धार्मिक स्थल तथा सिमसार क्षेत्रमा यति बेला उपस्थित भएका छौँ र यो सम्पूर्ण गतिविधि बारेमा वरिष्ठ पत्रकार महेश रिजालले यस ठाउँको परिचय गराउनुहुनेछ। अब भने हामी लाग्न चाहन्छौँ यस ठाउँको परिचयतर्फ। दर्शकवृन्द, आज 2077 साल असार महिनाको 21 गतेका दिन हामी दाङ देउखुरीको गढवा गाउँपालिका 1 बढहरा स्थित कुलपानी सामुदायिक वन क्षेत्रमा आइपुगेका छौँ। दर्शकवृन्द, म सञ्चारकर्मी महेश रिजाल, क्यामेरा पर्सन सन्तोष कुमार गुप्ता का साथमा म यस सामुदायिक वनको यो सिमसार क्षेत्रबाट हाम्रा आदरणीय दर्शक श्रोताजीहरूलाई संसारभरि रहनुहुने हाम्रो च्यानल हेर्नुहुने दर्शक श्रोता महानुभावहरूलाई यो दृश्यावलोकन गर्नको लागि हामीले यसको सभ्य दृश्य तयार गरिरहेका छौँ। दर्शकबिन, कुलपानी सामुदायिक वन गढवा गाउँपालिका 1 बढहरामा 2050 सालमा स्थापना भएको थियो। असार 28 गतेका दिन विधिवत यो जिल्ला वन कार्यालय दाङमा दर्ता भएको थियो। यसका अध्यक्ष संस्थापक अध्यक्ष कृष्णबहादुर कमर हुनुहुन्थ्यो र उहाँको नेतृत्वमा यो सामुदायिक वन विधिवत दर्ता भएको इतिहास रहेको छ। यसमा गढवा गाउँपालिका 1 बढहरा पत्रिङ्गा र राप्ती गाउँपालिका 3 का बसन्तापुर र खुरुरिया गाउँका करिब 600 घरधुरी उपभोक्ताहरूको यो साझा सम्पदाको रूपमा यो कुलपानी सामुदायिक वन रहेको छ। दर्शकबिन, र यसको पूर्ण क्षेत्रफल 436.2 हेक्टर रहेको छ। यसको 4 किल्लामा पूर्वमा बहुरा खोला, पश्चिममा गिद्रा खोला, उत्तर बढहरा पत्रिङ्गा आबादी क्षेत्र र दक्षिणमा चुरे पहाड, यो 4 किल्लाभित्र यो रहेको छ। दर्शकबिन, म यति बेला यस क्षेत्रमा लामो समयदेखि यस सामुदायिक वन उपभोक्ता समूहको नेतृत्व गर्दै हाल यस साब उषाको अध्यक्षको रूपमा नेतृत्व गर्नुभएका युवा समाजसेवी नवराज शर्माजीसँग म यसका अध्यक्ष जो हुनुहुन्छ उहाँसँग म आम दर्शक श्रोता महानुभावहरूको बिचमा केही जिज्ञासाहरू राख्ने प्रयास गर्नेछु र उहाँले आफूले आफ्नो समूहमा गर्नुभएका यस प्रकारका रचनात्मक कामहरूको बारेमा संक्षिप्त जानकारी गराउनुहुनेछ। नवराजजी नमस्ते, यहाँलाई स्वागत छ। धन्यवाद छ। यहाँहरूले यो जुन पर्यावरण र जलवायु परिवर्तनका लागि पनि एउटा अनुकूलन
जलवायु परिवर्तन अनुकूलनका काममा टेवा पुग्ने गरी यो जुन सिमसार क्षेत्रको यो पोखरी निर्माणहरू धार्मिक पर्यटकीय क्षेत्रको समेत विकास गर्नुभएको हामीले पायौँ। यहाँले अहिले तत्काल भइरहेका कामहरू जनसमुदाय अर्थात् आम उपभोक्ताजीवहरूबाट को सहभागितामा यहाँले के अहिले भर्खरै के कामहरू गरिराख्नु भएको छ साबौसभित्र हाम्रा आम दर्शक श्रोता महानुभावहरूलाई बताइदिनुहोस् न अध्यक्षज्यू। धन्यवाद सञ्चारकर्मी मित्रहरू र यो च्यानल हेर्नुभएका सम्पूर्ण दर्शकहरूलाई पनि यस कुलपानी सामुदायिक वन उपभोक्ता समूहको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। सबभन्दा मुख्य कुरा हाम्रा सञ्चारकर्मी मित्रले भनिसक्नुभयो 2050 साल 3 महिना 28 गते यो विधिवत रूपले दर्ता भएको सामुदायिक वन भन्ने कुरा, वन क्षेत्र भन्ने कुरा वातावरण संरक्षणको कुरामा धेरै भन्दा अरू क्षेत्रभन्दा धेरै महत्त्वपूर्ण क्षेत्र भएकोले यसले धेरै चिजमा राम्रा काम गरेको छ। तर मैले अब सबै चिज 50 सालदेखिको चिजलाई अहिले यो च्यानल मार्फत प्रसारण गरिरहन सम्भव नहुने भावनाले यस आर्थिक वर्ष 76-77 मा सामुदायिक वन समूहले उपभोक्तासँग छलफल गरेर आफ्ना नियमित बैठक भेलामा छलफल गरे र सरकारवालासँग समन्वय गरेर यस आर्थिक वर्षमा गरेका क्रियाकलापको संक्षिप्त जानकारी तपाईहरुका माझ राख्न चाहन्छु। हाम्रो सामुदायिक वनको रणनीतिक योजनामा यो कुलपानी सिमसार क्षेत्र र धार्मिक क्षेत्रलाई एउटा धार्मिक पर्यटनको रूपमा विकास गर्ने र यो सिमसार जलवायु परिवर्तनका असरले हराउँदै गएका मूलहरूलाई संरक्षण गर्ने जुन उद्देश्य थियो त्यही उद्देश्य अनुरूप हामीले जिल्ला वनका डिभिजन वन कार्यालय लमेमा सामुदायिक वन समूहको प्रस्तावना पेश गरेका थियौं। त्यस प्रस्तावना अन्तर्गत 2 लाख रुपैयाँ डिभिजन वन कार्यालयले दियो, 50,000 रुपैयाँ हामी सामुदायिक वन समूहको लगानी लगाएर हामी यो पोखरी तपाईहरुले देखिरहनु भएको छ यो पोखरी निर्माण गरेका थियौं। छन त यो पहिले सानो सानो पार्टमा 3वटा पोखरी एकै ठाउँ थियो तर अलि सानो अवस्थामा थियो, तर अहिले हामी डिभिजन वन कार्यालयले दिएको 2 लाख र समूहको 50,000 गरेर 2,50,000 मा अहिले देखिने खालको भएको छ। हिजो मात्रै डिभिजन वन कार्यालय लमेका प्रमुख प्रवीण बिडारीजीलाई हामीले स्थलगत अवलोकनका लागि आमन्त्रण गरेका थियौं। उहाँ आउनुभयो। उहाँले अब यसलाई पर्यटनको विकासतिर म अगाडि लगिदिन्छु, यदि मलाई कहीँ कतैबाट अन्यत्र जान नपरेर म यहाँ बस्नु पर्यो भने यो ठाउँलाई राम्रो बनाइदिन्छु, पर्यटनको रूपले तपाईलाई अगाडि बढ्नलाई हामी बाधक बन्दैनौँ, हामी सहयोगी बन्नेछौँ भनेर प्रतिबद्धता समेत जनाउनु भएको छ। त्यसको लागि हामी कुलपानी सामुदायिक वन समूहको तर्फबाट उहाँलाई समूहकै तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्छौँ। त्यसैगरी अगाडि हेरिरहनु भएको छ तपाईँ हामी सबै दर्शकहरूलाई अगाडि देखिँदैछ मन्दिर छ। त्यो मन्दिरमा पनि सामुदायिक वन उपभोक्ता महासङ्घ हरियो वन कार्यक्रम USAID को सहयोगमा 1,20,000 रुपैयाँ चाहिँ हामीलाई प्राप्त भएको थियो। त्यो 1,20,000 रुपैयाँले हामी 10,000 लिटरको एउटा ट्याङ्की निर्माण गरेका छौँ। त्यसैगरी मोटर पाइपहरू त्यहाँ देखिरहेको छ। यही पोखरीमा हामीले मोटर पाइप फिट गरेर त्यो ट्याङ्कीमा लगेर उतातिर पानी सिँचाइ हामीले गार्डनको रूपमा विकास गर्ने, पार्कको रूपमा विकास गर्नका लागि निश्चित रूपले पानी चाहिन्छ। पानी नभइकन केही नहुने हुँदा यता पानी संरक्षणका कुरा गरिरहेछौँ। त्यो संरक्षण भएको पानीलाई फेरि सदुपयोग गर्नका लागि हामी उतातिर गार्डनलाई सदुपयोग गर्नको लागि त्यहाँ उता काम गरिरहेका छौँ। यसै सिलसिलामा हामीलाई आर्थिक अपर्याप्तता महसुस भयो। हामी जनश्रम लगाएर काम गरिराखेका थियौँ। जनश्रमबाट काम भइराखेको थियो। हाम्रो यस कुलपानी सामुदायिक वनका उपभोक्ता समूहका सदस्यहरूले वर्षको 5 दिन नियमित रूपले आफ्नो सामुदायिक वन क्षेत्रमा वन डढेलो, वन व्यवस्थापन, वन संरक्षण, झाडी सफाई यस्ता क्रियाकलापमा चाहिँ नियमित काम गर्नुपर्ने जुन हाम्रो सामुदायिक वन उपभोक्ता समूहको भेलाले पारित गरेको छ त्यो पारित कार्यक्रम अनुसार यो लकडाउनको कारणले अहिले चैत वैशाखमा हाम्रो धेरै काम नभएको कारणले हामीले सामाजिक दूरी कायम गरेर जनश्रमबाट परिचालन गरिरहेको अवस्थामा गढवा गाउँपालिकाका अध्यक्ष तथा अध्यक्ष सवजराम यादवज्यू तथा कार्यकारी प्रशासकीय प्रमुखज्यू यहाँ आउनुभएको थियो। यो के को बजेटले कसरी बनाउँदै हुनुहुन्छ भन्ने खालको कुरा गरिसकेपछि हामीले यो चाहिँ डिभिजन वन कार्यालयले दिएको 2 लाख हो, 50,000 समूहले थपेर यो पोखरी निर्माण गर्यौँ। यसमा
सामुदायिक वन उपभोक्ता महासङ्घको पैसा यति छ, यसरी काम गरिरहेछौँ, पैसा अपर्याप्त भयो, हामी समूहले सक्दैनौँ, नसक्ने भयौँ, यो छोड्दा बिग्रिन्छ, गर्न खोज्दा पैसा अपर्याप्त हुन्छ, के गर्ने होला भन्ने भइसकेपछि गाउँपालिकाका अध्यक्ष सहजराम यादवज्यूले यो प्रधानमन्त्री रोजगार कार्यक्रमको पैसा हाम्रो गाउँपालिकामा छ, त्यो कार्यक्रमसँग गरेर यस्ता वन तथा वातावरण संरक्षणका काम गर्नुपर्ने हुन्छ। उपभोक्ता परिचालन गर्नुभएको छ, राम्रो छ, त्यसमा उपभोक्तालाई त्यत्तिकै सधैँभरि परिचालन गरेर पनि हुँदैन, केही स्रोत चाहिँ गाउँपालिकाले दिन सक्छ भन्ने खालको कुरा गरिसके हुनाले हामीले त्यो प्रधानमन्त्री रोजगार कार्यक्रमसँग पनि सहयोग, प्रधानमन्त्री रोजगार कार्यक्रमसँग सटेर अहिले त्यहाँ देखिरहनु भएको दिदीबहिनीहरू त्यही कार्यक्रम अन्तर्गतको काममा काम गरिरहनु भएको छ र यसलाई यसै वर्ष हामीले अलि कति देख्ने लायक स्थान बनाउनलाई प्रयास गरिरहेका छौँ। त्यो प्रयासमा गाउँपालिकाले थोरै धेरै अहिले यस वर्ष आर्थिक वर्ष 76-77मा जुन सहयोग गरेको छ, डिभिजन वन कार्यालयले जुन सहयोग गरेको छ र सामुदायिक वन समूहको आर्थिक वर्ष 76-77 का वन व्यवस्थापनका कामहरू रुके यो लकडाउनका कारणले, त्यो पनि आर्थिक वर्ष 77-78 मा काम गर्न पाउने वातावरण भयो भने यसलाई राम्रो गराउने हाम्रो लक्ष्य छ। यो लक्ष्यमा धन्यवाद अध्यक्षजी, नवराजजी, कुलपानी साबौसका अध्यक्षजी, उहाँले धेरै कुराहरू हाम्रो आदरणीय श्रोता दर्शक महानुभावहरूलाई बताइदिनु भयो कि गाउँपालिका त्यसै गरी डिभिजन वन कार्यालय लगायत स्थानीय उपभोक्ताजीवहरूको ठुलो योगदानबाट, सहभागिताबाट यो सिमसार क्षेत्रको संरक्षण, यसको व्यवस्थापन र पर्यापर्यटनको दिगो व्यवस्थापनको लागि परेका छौँ भन्ने जस्ता कुराहरू राखिदिनु भयो। अब हाम्रो दर्शक तथा श्रोता महानुभावहरूलाई संक्षिप्तमा यहाँले बताइदिनुहोस् कि यो संवेदनशील चुरे क्षेत्रभित्र पर्ने यो साब को प्रजाति, विभिन्न प्रजातिहरू वास्तवमा कुन कुन प्रजाति तपाईँको साबभित्र अर्थात् सामुदायिक वनभित्र रहेका छन्, हाम्रा दर्शक श्रोता महानुभावहरूलाई बताइदिनुहोस् न अध्यक्षज्यू। हाम्रो सामुदायिक वन कुलमा 436.2 हेक्टर छ। भौगोलिक रूपले यो एकदमै कमजोर पहाड, चुरे पहाडसँग सटेको क्षेत्रसँग छ। यहाँको माटोको बनावट एकदम कमजोर खालको छ। त्यो कमजोर संरचनामा पनि हामीले चाहिँ वनका विभिन्न खण्डहरू गराएछौँ। अत्यधिक संवेदनशील क्षेत्र यस सामुदायिक वनको चाहिँ संरक्षित क्षेत्रमा राखेका छौँ। त्यहाँ हामीले सामुदायिक वन समूहका ढलापडा बाहेक अरू काठ दाउरा केही सङ्कलन गर्ने गरेका छैनौँ। त्यसै गरी यहाँका अरू खहरे खोलाले, बौरा खोला उकास क्षेत्रमा हामीले तारबारसहित संरक्षण गरेका छौँ। त्यस्तै चमारी खोला, गिद्रवा खोला संरक्षण गरेर अहिले हामी खोला उकास क्षेत्रलाई हामी वन क्षेत्रमा विकास गरिरहेका छौँ भने त्यस्तो ठाउँमा खैर र सिसो प्रजाति बढी आउँदो रहेछ। त्यो हाम्रो सिकाइ भएको छ अन्य प्रजातिभन्दा। र हाम्रो सामुदायिक वनमा समग्रमा साल बाहुल्य सामुदायिक वन छ। यसमा सालका बुढा हैसियत बिग्रेका धोद्रा धेरै रुखहरू छन्। त्यो धोद्रा हैसियत बिग्रेका रुखहरू निकाल्नका लागि अहिले नेपाल सरकारको यो राष्ट्रपति चुरे संरक्षण कार्यले गर्दा सामुदायिक वनले गर्ने वैज्ञानिक व्यवस्थापन प्रणालीलाई केही निस्तेज गरेर वैज्ञानिक वन व्यवस्थापन प्रणालीलाई अलिकति बढावा दिन खोजिरहेको छ। र सामुदायिक वनमा भएका त्यस्ता हैसियत बिग्रेका ढला बुढा रुखहरू निकाल्न नपाउने व्यवस्थाले वनको केही हैसियतमा कमी आएको छ। र यहाँ अस्ना, कर्मा, जामुन, मौवा जस्ता बहुउपयोगी बिरुवाहरू, रुखहरूको पनि प्रशस्त उपस्थिति छ। र तटीय क्षेत्रमा, खोला उकास क्षेत्रमा खैर र सिसौको बाहुल्यता रहेको छ। त्यसै गरी वन्यजन्तु के प्रजातिका छन् यसो बताइदिनुहोस् हाम्रा दर्शक श्रोता महानुभावहरूलाई अध्यक्षज्यू। यस हाम्रो सामुदायिक वन क्षेत्रमा वन्यजन्तुमा यदाकदा चाहिँ हामी भालु छ। त्यसै गरी बँदेल बाक्लो अवस्थामा छ। बँदेलले यहाँका किसानलाई आजित पारिसकेको छ। त्यसै गरी यहाँ घोरल, राते, दुम्सी, स्याल, लोखर्के, फ्याउरो यस्ता प्रजातिहरू प्रशस्त मात्रामा छन्। त्यसै गरी पंक्षी प्रजातिहरू पंक्षी प्रजातिमा सुगा, मैना, सारी, त्यसै गरी ढुकुर, परेवा, यहाँ हामी मयूर पनि भेट्न सक्छौँ, वन कुखुराहरू भेट्न सक्छौँ, लुइचे भेट्न सक्छौँ। त्यसपछि गएर कालिजहरू भेट्न सक्छौँ। अन्य विभिन्न प्रजातिका
चराहरू पाइन्छ। यो सिमसार क्षेत्रमा पनि धेरै प्रजातिका चराहरू आउने अवस्था रहेको छ। धन्यवाद नवराजजी। कुलपानी सावा उसका अध्यक्ष नवराज शर्माज्यूलाई हाम्रा आदरणीय दर्शक श्रोता महानुभावहरूलाई आफ्नो सावाले गरेका कामका गतिविधिहरू त्यसै गरिकन यस सामुदायिक वनमा रहेका विभिन्न प्रजातिहरू वन्यजन्तुहरू लगायतको विभिन्न परिचय यहाँले दिनुभयो। अब यस सावा वास्तवमा अत्यन्त घना सामुदायिक वनको रूपमा रहेको छ। दक्षिण चुरे क्षेत्रबाट मा रहेको छ। राप्ती नदीको दक्षिण तटीय क्षेत्रमा बसोबास गर्ने बडारा पत्रिङा, त्यसै गरी उत्तरतर्फ रहेको राप्ती गाउँपालिकाको वडा नम्बर 3 बागडड्डी अर्थात् बसन्तापुर र खुरुरे गाउँका अधिकांश थारू जनजातिहरू, कुमाल जनजाति, त्यसै गरी ब्राह्मण समुदाय, त्यसै गरी अवधिभाषी, त्यसै गरी लोपोन्मुख कुसुन्डा जाति पनि हाम्रो यस समूहका उपभोक्ताहरू हुनुभएको कुरा हामीलाई अध्यक्षजीले बताउनु भएको छ। र यो घनघोर जङ्गल हामीले अहिले सुन्न सक्छौँ। चारैतिर चराहरूको चाहिँ चिरिबिरी चराहरूको आवाज सुनिरहेका छौँ। अत्यन्त सुन्दर छ। मौसम पनि आज अत्यन्त सिमसिम पानी परे पनि अहिले फेरि आकाश अत्यन्त निखार भएको छ र घाम लागेको छ। चारैतिर हरियाली छ र यो सिमसार क्षेत्र वास्तवमा यो पर्यापर्यटनका लागि अत्यन्त राम्रो देखिएको छ र जलवायु परिवर्तन अनुकूलनमा यसले व्यापक टेवा पुर्याएको छ। हाम्रा उपभोक्ताहरूले अघि नै हाम्रो चाहिँ अध्यक्षजीले बताउनु भए चाहिँ प्रधानमन्त्री रोजगार कार्यक्रम स्वरोजगार कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकाका अध्यक्ष स्वयं कार्यक्रम स्थलमा आएर समूहमा आएर उहाँ कार्यकारी प्रमुखज्यू समेतले यहाँ केही आश्वासन दिनुभएको र त्यही अन्तर्गत यहाँ यसको दिगो व्यवस्थापनको लागि केही श्रम रोजगारी पनि दिनुभएको कुरा उहाँले सुनाइसक्नुभयो। म सञ्चारकर्मी महेश रिजाल अब यसको थप जानकारीको लागि सिमसार क्षेत्रभन्दा छुट्टै यहाँहरूले बनाएको ठाउँमा केही बेर पछाडि लैजानेछु। दर्शकबिन, हामी अहिले यो कुलपानी सामुदायिक वनको यो धार्मिक पर्यटकीय स्थल रहेको यो सिमसार क्षेत्रमा अहिले आइरहेका छौँ र यहाँ हाम्रा बिचमा यस सामुदायिक वनका अध्यक्ष नवराज शर्माजी हुनुहुन्छ। नवराजजी, यो सिमसार क्षेत्र र अहिले यहाँ चाहिँ उपभोक्ताज्यूहरूबाट जे काम भइरहेको छ हाम्रा आदरणीय श्रोता दर्शक महानुभावहरूलाई संक्षिप्तमा यो कामको परिचय र यो जे भइरहेछ यसको उपयोगिताको बारेमा र यसको चाहिँ सहयोगको बारेमा बताइदिनुहोस् न हाम्रा दर्शक श्रोता महानुभावहरूलाई। सम्पूर्णमा यो जुन हामीले काम गरिरहेको दृश्य हजुरहरूले देखिरहनु भएको छ र यो यतातिर यो सिमसार क्षेत्रमा पोखरी निर्माण गरेको जुन दृश्य देखिरहनु भएको छ, यो यसमा चाहिँ अहिले यो जुन काम गरिरहेछौँ त्यो कामको लागि गढवा गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत हामीले काम गरिरहेछौँ। यसमा मुख्य रूपले सहयोग पुर्याउनु हुने गढवा गाउँपालिकाका अध्यक्षज्यू, त्यसै गरेर कार्यक्रम संयोजक अशोक यादवज्यू
त्यसै गरी यस गढवा गाउँपालिका वडा नम्बर 1 का वडा अध्यक्षज्यू यो अन्तिम चरण जेठबाट हामी यसको प्लान गर्दा गर्दै पनि हामीलाई जुन सहयोग पुर्याउन उहाँहरूले सहयोग गर्नुभयो त्यसको लागि उहाँहरूलाई यस कुलपानी सामुदायिक वन उपभोक्ता समूहको तर्फबाट तथा यस रोजगार समूहको तर्फबाट समेत हामीले हार्दिक धन्यवाद दिन चाहन्छौँ र यसलाई लक्ष्यमा पुर्याउन अझै धेरै बाँकी छ। त्यो बाँकी कामलाई पनि थप आगामी वर्ष 77-78 को योजनामा उहाँहरूले समावेश गरिदिनु हुनेछ भन्ने। नवराजजी, यसमा जुन प्रधानमन्त्री स्वरोजगार कार्यक्रम जो गाउँपालिका मार्फत आएको छ र सहयोग आएको छ, यसमा उपभोक्ताज्यूहरूले यहाँको सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताज्यूहरूलाई श्रम रोजगारको पनि एउटा व्यवस्था भयो। यहाँ तपाईँको यो सिमसार क्षेत्र पर्यटनको क्षेत्रको विकासमा पनि टेवा पुग्यो, यही भन्न खोज्नु भएको? एकदम हजुर, यो चाहिँ वातावरणीय रूपले पनि यसले दुईटा फाइदा पुर्याउने, सिमसार क्षेत्रको संरक्षण र हरियो जुन हरित पार्क भनेर हामीले नामाकरण गरिसकेका छौँ कुलपानी हरित पार्क भनेर, यसले दुईटा चिजलाई गर्ने छ। यहाँका विपन्न काम गरेर खाने मान्छेहरू, बेरोजगार भएर बसेका महिला दिदीबहिनीहरू जसको घर यो लकडाउनको कारणले काम गर्ने ठाउँ नपाएर अप्ठ्यारो परेका महिला दिदीबहिनीहरू, पुरुष दाजुभाइहरू, उहाँहरूलाई पनि छोटो समयको रोजगारी भन्ने खालको कुरा छ। यसलाई हामी के अपेक्षा गरेका छौँ गढवा गाउँपालिकासँग र अरू सहयोगी निकायसँग भने यो हाम्रो जुन देखिरहनु भएको छ यो क्षेत्रमा अमृतो रोपण, त्यसै गरी अरू चिज रोपण गरेर यहीँ आम्दानीको स्रोत पनि बनाउने, त्यसपछि गएर त्यसका लागि पनि यो रोजगार कार्यक्रम यहाँ नियमित निरन्तर रूपले सुरुवात गरिदिनलाई गढवा गाउँपालिकासँग हामीले अनुरोध गरिराखेका छौँ, गर्दै जानेछौँ। नवराजी, यसको अर्थ जस्तै अहिले चाहिँ कोरोना महामारीका कारण अहिले विश्वव्यापी रूपमा जुन आक्रान्त भएको छ, मानव समुदायले जुन कष्ट भोग्न परेको छ, हाम्रो नेपालको सन्दर्भमा हाम्रो नेपाल पनि त्यसमा अछुतो रहेको छैन र नेपाली दाजुभाइ दिदीबहिनीहरू देशमा रोजगारी नपाएर विदेशमा गएर अत्यन्त दुःख कष्ट भोग्नु परेको छ। यसको अर्थ नेपालले एउटा सोचको विकास गर्यो भने देशभित्र यस प्रकारका रचनात्मक काम गर्दा स्वरोजगारलाई पनि टेवा पुग्ने, एउटा चाहिँ समुदायको पनि विकास हुने, पर्यटनको पनि विकास हुने, राष्ट्रको पनि समृद्धिमा जाने, यस प्रकारको उद्देश्यमा पनि यसले टेवा पुर्याउँछ भन्ने जस्ता उद्देश्य यसले बोकेको ठान्नु भएको छ। एकदम हामीले सोचेको त्यही हो। यसरी हामीले प्रत्यक्ष रूपले कुराकानी गर्दाखेरि सुन्नै नहुने अवस्था भएको हुनाले हामी यो राज्यकै चौथो अङ्गको रूपमा रहेको यो सञ्चार जगत, पत्रकार मित्रहरूलाई लिएर हामीले गरिरहेका सफल कामका प्रयासहरू, हामीले गरिरहेका योजनाहरू, आएका ठाउँका क्षेत्रहरू हामी यो यसरी सार्वजनिक गरिरहेका छौँ र आगामी वर्षको लागि योजना मागका लागि पनि यो अहिले के भइरहेको छ भने कुन सूचीमा परेपछि योजना पर्ने भन्ने खालको कुरा आम जनताले थाहा नपाइसकेका अवस्थामा हामी चाहिँ यो सञ्चार जगतबाट चाहिँ हाम्रा आफ्ना कार्यक्रम सबैमा जग जाहेर गर्नका लागि हामीले हजुरहरूलाई पनि र आज संयोग तपाईँहरू आइदिनु भयो, तपाईँहरू मार्फत यो सबैमा जग जाहेर होस् सरकारवाला भन्ने अनुरोध गरेका। धन्यवाद नवराजजी, हाम्रो श्रोता तथा दर्शक महानुभावहरूलाई जानकारी दिनुभयो र हाम्रो सिमसार क्षेत्र जो कुलपानी धार्मिक पर्यटकीय क्षेत्र र चाहिँ सिमसार क्षेत्रको संरक्षणको लागि यहाँहरूले जुन अहोरात्र खटेर जुन एउटा चाहिँ नमुना योग्य काम गर्नुभएको छ, यो अत्यन्त सराहनीय र योग्य छ र पर्यटन वातावरणलाई सुद्धा यसले चाहिँ अत्यन्त राम्रो एउटा चाहिँ अवस्था सिर्जना गरेको छ। अब थप अर्को चाहिँ यस साबौसाले गरेका थप प्रगतिका कामहरू पुनः देखाउनेछौँ। अहिले अगाडि बढौँ। सामुदायिक वन उपभोक्ता महासङ्घ हरियो वन कार्यक्रम अन्तर्गत यहाँ हामीलाई अलिकति सहयोग भएको थियो। यो पार्क व्यवस्थापनलाई चाहिँ वृक्षारोपण सहितलाई केही रकम विनियोजन भएको थियो।
त्यस अन्तर्गत हामीले यहाँ योजना गराएर 10,000 लिटरको यहाँ कङ्क्रिट वालको अन्डरग्राउन्ड ट्याङ्की गराएका छौँ। यही ट्याङ्कीबाट हामीले यता देखिरहेको यो सिनको क्यारियरमा यो फुल गार्डनमा हामीले पानी सिच्ने लक्ष्य राखेका छौँ। कुलपानी सामुदायिक वन बढारा गढवा 1 को आज सभ्य दृश्य तयार गरिरहेका छौँ। दर्शकवृन्द, हाम्रा दर्शक तथा श्रोता महानुभावहरूलाई यहाँबाट हामीले यो छायाङ्कन संसारभर हामीले चाहिँ दृश्यावलोकन गराउनको लागि हामीले यहाँ अहिले छौँ। दर्शकवृन्द, र हामी यो सिमसार क्षेत्र कुलपानी सामुदायिक वन उपभोक्ता समूहले व्यवस्थापन गरेको यो सिमसार क्षेत्र वरिपरि एउटा धार्मिक पर्यटक स्थल पनि छ र यस धार्मिक पर्यटक स्थलमा विभिन्न मन्दिरहरू छन्। यहाँ त्यसै गरिकन धार्मिक आस्थाका धरोहर पनि यहाँ रहेका छन् र पर्यटनलाई टेवा पुग्ने गरी यहाँ एउटा गृहयोजना बनाइएको छ। त्यो गृहयोजना यहाँका स्थानीय युवाहरूले आफ्नो एउटा चाहिँ गरेर आफ्नो सोचाइबाट उहाँहरूले अत्यन्त राम्रो किसिमले यसलाई प्राकृतिक रूपमा यसलाई चाहिँ एरेन्जमेन्ट अर्थात् सजावट गर्नको लागि उहाँहरूले एउटा सोच बनाउनु भयो भन्ने कुराहरू आएको छ। हाम्रो अध्यक्षजीले त्यसको बारेमा प्रश्न पार्नुहुनेछ। ती प्रयास गर्नेछौँ हामीले, ती युवाहरूलाई पनि यहाँ बोलाउने छौँ र हाम्रा श्रोता दर्शक महानुभावहरूलाई संसारभर हाम्रो युनिटलाई देखिरहनु हुने हाम्रा श्रोता दर्शक महानुभावहरूको बिचमा हामीले ती युवाहरू जसले यसको एउटा पूर्ण रूपमा एउटा चित्रण गर्नुभयो, कल्पना गर्नुभयो र अहिले चाहिँ फिजिकली अर्थात् भौतिक रूपमै निर्माण गरिराख्नु भएको छ, यसको बारेमा संक्षिप्त परिचय दिनुहुनेछ। यसमा कुन कुन निकाय समुदायबाट कसरी चाहिँ सहयोग पुगेको छ यो धार्मिक पर्यटकीय क्षेत्रको निर्माणका लागि, यो डेकोरेसनका लागि, यो पर्यटनको विकासका लागि टेवा पुग्ने गरी यो निर्माण भइरहेको यो योजनालाई कसरी कहाँबाट सहयोग पुगेको छ यस बारेमा पनि हाम्रा यस साभा उषाका अध्यक्ष नवराजजीले बताउनुहुनेछ। नवराजजी, हाम्रा श्रोता दर्शक महानुभावहरूलाई यो हाम्रो संसारभर हाम्रो युनिट हेरिरहनुभएका सुनिरहनुभएका हाम्रा आदरणीय दर्शक श्रोताजीहरूलाई संक्षिप्तमा बताइदिनुहोस् न, यो कार्यक्रम जो गरिराख्नु भएको छ यो कार्यक्रम गर्दा उपभोक्ता समूहबाट, स्थानीय सरकारबाट अथवा विभिन्न दाता व्यक्तित्वजीवहरूबाट केही सहयोग मिलेको छ अथवा चाहिँ कसरी गरिराख्नु भएको छ, भावी योजना के छ, म हाम्रा आदरणीय श्रोता दर्शक महानुभावहरूको बिचमा राख्दिन तपाईँलाई अनुरोध गर्दछु। नवराजजी। धन्यवाद पत्रकार महेश रिजाल सर। आज यस कार्यक्रम हेरिरहनुभएका सम्पूर्ण दर्शकज्यूहरूलाई म यस कुलपानी सामुदायिक वन उपभोक्ता समूहको तर्फबाट हात जोडेर हार्दिक आभार व्यक्त गर्न चाहन्छु। मैले धेरै ठुलो अपेक्षा त केही गरेको छैन,
तर यो कुलपानी सामुदायिक वनको सिमसार क्षेत्रभित्र पर्ने यो कुलपानी धार्मिक पर्यटकीय क्षेत्र भनेर हामीले सामुदायिक वन समूहले सुरुवात गरेका छौँ। यसभित्र सिमसार छ, यसभित्र धार्मिक रूपले शिवजीको र देवीको मन्दिर छ, यससँगै सटेर रहेको पिकनिक स्पट भनेर निर्माण गरेका छौँ। त्यससँगै हामीसँग 200-250 बोटको एउटा अमलाको बगान छ। त्यसै गरी यहाँ गत वर्ष पर्यटन विकास भनेर डिभिजन वन कार्यालय लमीबाट 1 लाख रुपियाँ आएर यो तारबार गरेर हामीले समूहले 20-25 हजार रुपियाँ समूहले थपेर 1,25,000 को लागतमा हामीले पोहोर साल घेरेर केही काम गर्ने जमर्को गऱ्यौँ। यस आर्थिक वर्ष 76-77 डिभिजन वन कार्यालयकै पैसाबाट सिमसार क्षेत्रमा सिमसारको काम पूर्णता पाएको छ। त्यसै गरी यो जुन पार्क निर्माणलाई सामुदायिक वन उपभोक्ता महासङ्घ हरियो वन कार्यक्रम USAID को जुन सहयोगमा 1,20,000 रुपियाँ प्राप्त भएको थियो, त्यही 1,20,000बाट हामीले काम सुरुवात गऱ्यौँ। त्यो सुरुवात गरिसकेपछि हामीले गढवा गाउँपालिकासँग अनुरोध गरेर गढवा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो चेपा लाउने काममा केही सहयोग गर्नुभएको छ। अहिले लमसममा 3 लाख जति सहयोग गढवा गाउँपालिकाको सहयोग छ, अहिले काम गरिरहनु भएको छ। हाम्रो यो प्रधानमन्त्री रोजगार कार्यक्रममा लाग्नुभएका दिदीबहिनीहरूले काम गरिरहनु भएको छ। 3 लाख जति हाम्रो खर्च भइसकेको छ। निश्चित रूपले त्यो खर्च गढवा गाउँपालिकाले उपलब्ध गराउनु नै छ, त्यसको हामीले आशा समेत गरेका छौँ। नमराजी, हजुरलाई म यति रोकेँ। यो प्रधानमन्त्री स्वरोजगार कार्यक्रम जो गढवा गाउँपालिका मार्फत तपाईँले यहाँ आफ्ना समुदायका उपभोक्ताजीहरूलाई श्रम रोजगारी दिनुहुँदै यहाँको विकासमा टेवा पुर्याउँदै हुनुहुन्छ भने हाम्रा त्यसरी चाहिँ श्रम रोजगार पाउने कति युवा जनशक्तिलाई यसले चाहिँ टेवा पुर्याउने छ यो रोजगार कार्यक्रममा? नवराजजी, यो पनि बताइदिनुहोस् हाम्रा उपभोक्ता के अरे हाम्रा श्रोता दर्शक महानुभावहरूलाई। धन्यवाद महेशजी। हामीलाई अहिले जुन प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत काम जुन सुचारू छ, यसमा 26 जना महिला दिदीबहिनी दलित जनजाति र विपन्न परिवारकै एकदमै विपन्न परिवारकै मान्छेहरूको हामीले डाटा सङ्कलन गरेर वडा कार्यालयबाट सिफारिस गरेर गढवा गाउँपालिकाको रोजगार केन्द्रमा उहाँहरूको आइडी समेत परिचय पत्र समेत बनाइसकेर काम सुरुवात गरेका छौँ। त्यो काम हुनुपर्ने अलि छिटो थियो, तर त्यो फर्म भर्नलाई यो हाम्रो गरिबीका कारण अनजानताका कारण हामी अलि ढिलो फर्म भर्ने काम अलि ढिलो भए तापनि हामीले काम धेरै पहिलेदेखि सुरु गरेका थियौँ। वैशाख 23 गतिबाट हामीले काम सुरु गरेका थियौँ। यहाँ 26 जनाले काम गरिरहनु भएको छ। 26 जना मध्ये धेरै जसो दलित जनजाति र महिलाको सहभागिता यसमा बढी छ। नवराजजी, अध्यक्षजी, म यहाँको सित एउटा जिज्ञासा म राख्न चाहन्छु। हाम्रा आदरणीय दर्शक श्रोता महानुभावहरूको बिचमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम यो नेपालभर 77 जिल्लामा यो लागू भएको छ र यो सबै पालिकाहरूमा यो आर्थिक वर्षको अन्तिममा पैसा निकासा हुने र त्यस पछाडि चाहिँ उहाँहरूले स्थानीय तह मार्फत त्यो कार्यक्रममा आउने गरेका उदाहरणहरू छन्। र अब पछिल्लो समयमा त्यहाँ यस प्रकारका जो तपाईँले रचनात्मक कार्यक्रम गरेर देखाइदिनु भयो, यस प्रकारको काम नगरेर लाभान्वित जनता लाभान्वित नभएर त्यो कागजी भरपाईहरू मिलाउने र त्यसरी स्थानीय तहमा बसेकाहरूले भ्रष्टाचार गर्ने बदमासी गर्ने काम पनि भएका छन्। त्यस विषयलाई कसरी चिर्दिनुहुन्छ छोटोमा हाम्रा दर्शक श्रोता महानुभावहरूलाई बताइदिनुहोस् नवराजजी। धन्यवाद पत्रकार महेश सर र सम्पूर्ण दर्शक श्रोताजीहरूमा के म व्यक्त गर्न चाहन्छु भने अरूले कागजी रूपमा होइन, हामी कामको रूपमा हामीले देखाउन चाहन्छौँ। काम गरिएको छ, कामको मूल्याङ्कन होस्, काम हेरियोस्, हाम्रा रेकर्ड हेरियोस्। हामीले काम सम्पन्न गरिसकेका छौँ, काम पनि सम्पन्न गर्ने चरणमा छौँ। त्यसकारण जति काम यहाँ त्यो 26 जनाले काम गरिरहनु भएको छ, त्यो सबै काम को रकम चाहिँ गढवा गाउँपालिकाले निश्चित रूपले हामीलाई दिने नै छ। यदि दिएन भने अन्य क्षेत्रको पनि कामको मूल्याङ्कन गर्नुपर्ने अवस्था आउला। अन्त के कसरी कति खर्च भएर कति काम भएको छ, यहाँ कुलपानीमा कति खर्च भएर कति काम भएको छ, त्यो हेर्न आउनलाई मैले सबै सरकारवाला निकाय जोले यस क्षेत्रमा सरकार राख्नुहुन्छ, यस सरकार गैर सरकारी सङ्घ संस्था सबैलाई मैले त्यो पनि आमन्त्रण गर्छु यस मिडिया मार्फत। धन्यवाद नवराजजी। हाम्रा आदरणीय दर्शक श्रोता महानुभावहरू,
वास्तवमा कुलपानी साबौस एउटा चाहिँ नमुना साबौसको रूपमा रहेको छ। आदरणीय अध्यक्षले यसमा धेरै रचनात्मक कामहरू गर्नुभएको, पर्यावरण वातावरण अनुकूलन जस्ता चाहिँ महत्त्वपूर्ण काम गर्नुभएको, त्यस्तै गरिकन उपभोक्ता मैत्री कामहरू जस्तै वन पैदावार पनि सुलभ र सर्वसुलभ तरिकाले उहाँहरू आफ्ना उपभोक्ताहरूलाई वितरण प्रणाली वितरण गर्नुभएको, स्थानीय आफ्नै समूहभित्र एउटा समिल समेत राखेर उहाँहरूले कार दाउरा समेत सुगम रूपमा उहाँहरूले वितरण गर्नुभएका र आम उपभोक्ताहरूको यसमा चाहिँ हातेमालो रहेको देखियो। र यसै गरी यसमा यो जुन पर्यावरणको टेवा पुग्ने गरी जो यहाँ नमुना पार्क निर्माण भइरहेको छ, यसको मोडेल बनाउने स्थानीय युवाहरू हुनुहुँदो रहेछ। उहाँ युवाहरूको मैले परिचय दिँदै यो काममा यस्तो प्रकारको पार्क बनाउने सोच कसरी भाइ तपाईँलाई मिल्यो अलिकति बताइदिनुहोस् हाम्रा श्रोता दर्शक महानुभावहरूलाई भनेर म प्रश्न गर्नेछु। र भाइले आफ्नो परिचय बताउनु हुनेछ। परिचयसहित आफ्नो भाइको शुभ नाम। मेरो नाम नमस्ते, मेरो नाम भीमबहादुर विश्वकर्मा, गढवा गाउँपालिका वडा नम्बर 1 बडाडामा यहीँको स्थानीय हो। धन्यवाद बलबहादुर विश्वकर्माजी। अब भाइको नमस्कार, मेरो नाम हेमन्त जीसी, म यस गढवा गाउँपालिका 1 बडाराकै निवासी स्थानीय। धन्यवाद। भाइको शुभ नाम। नमस्कार, मेरो नाम कृष्ण प्रसाद कुमार, गढवा गाउँपालिका 1 बडाराकै। धन्यवाद। भाइहरूले तिनैजना भाइहरूलाई स्वागत छ हाम्रो युनिटमा। हाम्रा आदरणीय दर्शक श्रोता महानुभावहरूको बिचमा यो तपाईँहरूले हाम्रो अध्यक्षजीले अघि नै भनिसक्नु भएको छ, यी 3 भाइहरूको एउटा चाहिँ गएर सोचाइबाट उहाँहरूले चाहिँ उहाँहरू कुनै इन्जिनियर होइन, कुनै एउटा चाहिँ ठुला युनिभर्सिटी कलेजमा पढेको कुनै चाहिँ एउटा चाहिँ डिग्रीधारी विद्वान होइन, तर पनि स्थानीय किसानका छोराहरू हो। उहाँहरूले आफ्नै चाहिँ घरमा श्रम गर्दै आफ्ना अग्रजहरूबाट सिकेर यस्तो मोडेलको एउटा बनाउन लाग्नु भएको छ। त्यो संक्षिप्तमा बताइदिनुहोस् हाम्रो दर्शक श्रोता महानुभावहरूलाई। भाइ यो कस्तो प्रकारको पार्क कसरी बन्दैछ? यो के छ भनेपछि हाम्रो यो दृश्य पहिल्यैदेखि हाम्रो के थियो, अब यो त्यत्तिकै नराम्रो देखिने होइन, मान्छे पहिल्यैदेखि पुरानो यो धार्मिक स्थल हो होइन। पहिला चाहिँ हाम्रो के थियो भनेपछि यहाँ एकदमै नराम्रो भन्नाले पनि एकदमै अलिक देखिने खालको थियो। अहिले हाम्रो के भयो भनेपछि सबै कुराहरू दृश्य हामी सबै यो गाउँ मिलेर होइन एउटा धार्मिक स्थल बनायौँ, एकदम राम्रो बनायौँ। र यो अहिले हामीले यो सोचेका पार्कहरू होइन, यो हाम्रो अहिले कुलपानी हरित पार्कहरू निर्माण गर्दैछौँ। यो चाहिँ हामी यही गाउँकै मान्छेले होइन, गाउँकै मान्छेले सहयोग गरेर आफूले होइन जति सक्दो आफूले सहयोग गरेर र हाम्रो नमराज शर्मा अध्यक्षज्यूको उहाँको उबाट हामीले चाहिँ यो अहिले निर्माण गर्दैछौँ। अझै निर्माण त अझै सकिएको छैन। र चाहिँ हाम्रो यहाँ अहिले काम गर्दै हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो यो झरना बनाउने हो, फुरुवा झरना त्यो बनाउने हो। अहिले चाहिँ हाम्रो यो विजय साल भन्ने छ, त्यहाँ हाम्रो बनाएको छ होइन। अनि यो हाम्रो यो जुन हाम्रो यो देख्नु भएको छ तपाईँले होइन, यो जुन माटो हामीले थुपारेका छौँ, योभन्दा अझै हाम्रो ठुलो थुपारेर हामीले यहाँ हिमाल बनाउने हाम्रो सोच छ। र हामीले यो प्रक्रियाहरू चाल्दैछौँ। सुस्त यसलाई पनि हामीले निर्माण गरेर भ्याउँछौँ भन्ने हाम्रो आशा छ। र अब यसको दृश्यहरू हामीले अब राम्रै तरिकाले यसलाई चाहिँ हामीले उगाइरहेछौँ होइन, बनाइरहेछौँ। यो कुलपानी क्षेत्र भनेको एउटा धार्मिक स्थल हो। पुरानो पहिलाका समयदेखि यहाँ पूजाआजा एउटा बडा क्षेत्र मानेर यहाँ धार्मिक ठाउँलाई अलि प्रख्यात मानेकै आइरहेका छन्। र यो ठाउँलाई जस्तो अब हामीले यो डेकोरेसन गरेको, अब यो लकडाउनको कारणले गर्दा घरमा बेल्लै बसेको छ। म एउटा मूर्तिकार है, म मूर्ति पनि बनाउने काम गर्छु। साथसाथै म बाहिर गएको थिएँ मूर्ति बनाउनको लागि। अनि हाम्रो अध्यक्ष नवराज शर्माले भन्नुभयो, ल भाइ घर आछोस्, हाम्रो यो कुलपानीलाई केही गर्नु पर्यो, केही देखाउनु पर्यो। मेरो सोच थियो, कल्पना थियो, मैले सोचिरहन्थेँ कि घरमा आउँदाखेरि सोचिरहन्थेँ कि हाम्रो यो ठाउँलाई पनि भविष्यमा केही संसारसम्म देखाउनको लागि केही गर्न सक्छौँ कि भन्ने मलाई मनमा ल्याइरहन्थ्यो, खुल्दुली ल्याइरहन्थ्यो। र मैले उहाँहरूलाई पनि बारम्बार भनिरहन्थेँ, सर हामीले यहाँ केही गर्न सक्छौँ कि, केही देखाउन सक्छौँ कि, मैले भनेर यस्ता कुराहरू राखिरहन्थेँ। तर अहिले मैले यहाँ अवसर पाएँ। अब हामीले यहाँ अब त्यहाँ देखिनु भएको छ, त्यहाँ बस्नको लागि
एउटा बेन्च जस्तो बनाइएको छ। अब यता र हामीले अब फुलहरू लगाइन्छ, बारे फुलहरू, अनि यता यहाँ चाइनिज टिउब लगाइन्छ होइन। यहाँ पानीको फोरा, तपाईँको पानीको फोरा माथि ट्याङ्कीदेखि पानी ल्याएर यहाँ सिधा पानीको फोरा गराइन्छ। अझ हाम्रो एकछिन आर्थिक बजेट कम भएको कारणले गर्दा यता भोलिका दिनहरू बजेट पार्नुभयो भने हामीले यता यिनी ठाउँहरूमा एउटा राम्रा मूर्तिहरू पनि हामीले राख्ने सोचेका छौँ। हामीले अहिले काम गर्दै आएको यो कुलपानी धार्मिक पर्यटकीय स्थल हो। यो पहिलेदेखि नै धार्मिक रूपमा एकदम चर्चित रूपमा रहेको छ र अहिले यो जुन हामीले अहिले यो पार्क बनाएको जुन चाहिँ पहिले कुरिलाहरू के अरे जडीबुटी संरक्षण क्षेत्रमा पर्छ। यो चाहिँ धेरै भएन 1 वर्ष जति भयो। म चाहिँ यो एग्रिकल्चर स्टुडेन्ट नै हो, अहिले 12 पढ्दैछु। मेरो यही सेक्टर भएको हुनाले मैले पनि यता उति उ गर्दाखेरि यो सोचिरहन्थेँ। अनि अङ्क यहाँ उसको वनको अध्यक्ष नवराज अङ्कलले पनि के अरे हामीलाई यो बनाउने गर्ने कुरा गरिरहनुहुन्थ्यो। यो वर्षभन्दा अघिल्लो वर्ष 1 वर्ष अगाडि हामीले लगभग 10,500 को काम भएको थियो। त्यतिखेर पर्याप्त रूपमा पुँजी अनि त्यसपछि लेबरहरू, त्यसपछि अनुकूल वातावरण नभएको कारणले पोहोर सालको काम त्यतिकै ठप्प भएको थियो र अहिले लकडाउनको स्थितिमा हामी सबै घर बसेको हुँदा भीम दाई हुनुभयो, अनि कृष्ण दाई हुनुभयो, अनि नवराज अङ्कलले सबैसित मिलमत्त गरेर यसलाई बनाउने। अनि यही बेला फेरि अहिले नयाँ प्रधानमन्त्री स्वरोजगार कार्यक्रम आएको हुनाले त्योबाट लेबरहरू गराएर अनि थप सहयोगदाताहरूलाई खोजेर यसलाई सञ्चालन गरिरहेको छौँ। अब सुस्त यो बजेटहरू माथिबाट सरकारवाला निकायहरूबाट बजेट आयो र बजेट थप हुँदै गयो भने हामीले यो एरियालाई बढाएर अझै ठुलो र अझै भव्य रूपमा यसलाई सञ्चालन गर्ने सोचेका छौँ। दर्शक महानुभावहरूका बिचमा हाम्रा भाइहरूले जो कुलपानी सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता पनि हुनुहुन्छ, उहाँहरू यो महामारी कोभिड-19 नोभल कोरोना भाइरसको सङ्क्रमणको अवस्थामा जुन लकडाउन भएको अवस्थामा पनि उहाँहरू जो बाध्य भएर घर बस्नुपर्ने अवस्था थियो, त्यो स्थितिमा केही लकडाउन खुकुलो भएको अवस्थामा यहाँका अध्यक्षजीसँग समन्वय गरेर भाइहरूले यो पार्कको मोडेल बनाउनु भयो भन्ने कुरो भाइहरूले बताउनु भयो। र कोही चाहिँ एग्रिकल्चर स्टुडेन्ट, कोही एउटा मूर्तिकार समेत पनि रहेको भाइहरूको भनाइबाट आयो। र यो वास्तवमा यो कुलपानी साब हाउस वास्तवमा समृद्ध छ। यहाँका उपभोक्ताहरू अत्यन्त एउटा उच्च प्रकारका एउटा मेहनती परिश्रमी एउटा त्यस प्रकारका पराक्रमी कलाकर्मी पनि हुनुहुन्छ भन्ने देखिएको छ। यहाँ विजय साल जस्तो एउटा लोपन्मुख प्रजातिलाई उहाँहरूले नमुनाको रूपमा संरक्षण गर्नुभएको छ। विजय साल एउटा बहुमूल्य प्रजाति हो। हाम्रो यो देउखरी क्षेत्रमा पाइने अर्थात् यो चुरे क्षेत्रमा पाइने विजय सालको संरक्षण आज भइरहेको छैन। उहाँ यस कुलपानी साब हाउसले एउटा नमुनाको रूपमा विजय सालको वृक्षलाई एउटा चाहिँ सुरक्षा दिएर अत्यन्त नमुनाको रूपमा यहाँ लिएको छ। भाइहरूले यसमा एउटा हिमाल पनि हामीले हाम्रै एउटा कला परिक्रमबाट हामीले देखाउने छौँ। हाम्रा पर्यटकहरूलाई जो आन्तरिक तथा बाह्य पर्यटकहरू धार्मिक पर्यटकहरू यस क्षेत्रमा आउँदा उहाँहरूले हाम्रो माउन्ट एभरेस्ट जस्ता चाहिँ हिमाली श्रृङ्खलाहरूको पनि झल्को यहाँ मिल्नेछ। उहाँहरूको चाहिँ आर्ट विधाबाट भन्ने कुराहरू राखिदिनु भएको छ। र यो वास्तवमा यो हरित पार्क वास्तवमा साँच्चै नै यो देउखरीको एउटा मनोरम पर्यटकीय स्थलको रूपमा अगाडि बढ्ने लक्ष्य देखिएको छ भन्दै अब हामी अहिले यहाँभन्दा अर्को एउटा चाहिँ पाठमा फेरि जाँदैछौँ। दर्शक श्रोता महानुभावहरू केही बेरलाई विश्राम लिए। दर्शकवृन्द, हामी पुनः कुलपानी सामुदायिक वनको यो वृक्षारोपण खण्डमा आइपुगेका छौँ। यो हाम्रो उत्तरमा गढवा गाउँपालिका 1 को पत्रिङा गाउँ रहेको छ। त्यसको दक्षिणमा यो चुरे पहाडी श्रृङ्खलाको बिचमा रहेको यो कुलपानी सामुदायिक वनको खण्ड वृक्षारोपण खण्ड रहेको छ। अब यस खण्ड हेर्दा मनोरम, असाध्यै मनोरम छ। अत्यन्त वातावरण मैत्री छ। यहाँ विभिन्न प्रजातिका बोट बिरुवाहरू यहाँका उपभोक्ताज्यूहरूले
रोपण गरेर हुर्काउनु भएको अवस्था छ। यहाँ कुनै जनावर अर्थात् घरेलु जनावरको यहाँ कुनै प्रकोप छैन। गाई बस्तुहरू यहाँ चरेका छैनन्। चरीचरण यहाँ निषेधित क्षेत्र छ। मनोरम सुन्दर पर्यटकीय क्षेत्र रहेको छ। दर्शकवृन्द, मानव जाति र प्रकृतिको एउटा चाहिँ अन्योन्याश्रित सम्बन्ध छ। प्रकृति भएर नै मानव जाति र प्राणी जाति सम्भव छ र त्यही मानव जाति र प्राणी जातिको हितका लागि यस प्रकारका हराभरा भूखण्डहरू हुन अत्यन्त आवश्यक छ। हाम्रो चुरे कति समृद्ध छ भन्ने पनि यसले चाहिँ ज्वलन्त उदाहरण दिन्छ। दर्शकबिन, म सञ्चारकर्मी महेश रिजाल, क्यामेरा पर्सन सञ्चारकर्मी ओम प्रकाश गुप्ता, सन्तोष कुमार गुप्ताको साथमा गढवा 1 बडारा स्थित कुलपानी साबौसाको यो वृक्षारोपण क्षेत्रमा म पुनः यस साबौसाका अध्यक्ष युवा समाजसेवी नवराज शर्मालाई पुनः यस वृक्षारोपणको बारेमा, यो क्षेत्रको परिचयको बारेमा, यहाँ रोपिएका हुर्काइएका विभिन्न प्रजातिका बोट बिरुवाहरू, फलफुलका बिरुवाहरू समेतको विभिन्न प्रजातिहरूको छोटो परिचय सहित हाम्रा आदरणीय दर्शक श्रोता महानुभावहरूलाई जो हाम्रो युनिटमा आज विश्वभरि उहाँहरूले नजर गर्नुहुनेछ, उहाँहरूलाई बताइदिनुहुनेछ हाम्रा आदरणीय दर्शक अध्यक्षज्यूले। नमराजी, स्वागत छ पुनः। हाम्रा दर्शक श्रोताज्यूहरूलाई यो खण्डको बारेमा बताइदिनुहोस्, यो वृक्षारोपण खण्डको बारेमा। धन्यवाद सञ्चारकर्मी महेश रिजालज्यू र यस च्यानल हेरिरहनुभएका सम्पूर्णमा यस कुलपानी सामुदायिक वन उपभोक्ता समूहको तर्फबाट पुनः नमस्कार गर्न चाहन्छु। धेरै कुराहरूको पृष्ठभूमिता स्वयं पत्रकार महोदयले भनिसक्नु भएको छ। यो यस कुलपानी सामुदायिक वनको खण्ड नम्बर 4 को पत्रिङ्गा चौर भन्ने नामले यो परिचित क्षेत्र हो। यो चौरकै रूपमा थियो। यहाँ रोहिणी र अरू वनमारा बाहेक यो क्षेत्रमा केही थिएन। यहाँ तल बाटोबाट हेर्दा माथि डाँडोमा पुग्ने अवस्था थियो, माथि डाँडो, चुरेको डाँडो देखिने अवस्था थियो। तर हामी सामुदायिक वन उपभोक्ता समूहले धेरै सहयोगी निकायसँग सामुदायिक वन उपभोक्ता महासङ्घको हरियो वन कार्यक्रम, तराई भूपरिधि WWF को समन्वय सहकार्य, त्यसै गरी डिभिजन वन कार्यालय दाङ, जिल्ला वन कार्यालय दाङको सहकार्यमा यहाँ यो 50 हेक्टर क्षेत्रमा काँडे तरबार गरेर यहाँ वृक्षारोपण गरेर विभिन्न प्रजातिका हामीलाई आवश्यक पर्ने प्रजाति बोक्यानो, सिसौ, आँप, जेँगट, बडर जस्ता प्रजातिहरू हामीले यहाँ रोपण गरेर अहिले हामी यो वन क्षेत्रभित्र पस्न नसक्ने अवस्थाको गराइसकेका छौँ। वन भन्ने कुरा आफैमा पनि कस्तो चिज रहेछ भने संरक्षणको पाटोलाई बलियो गरायो भने वन आफै पनि उत्पादन हुँदो रहेछ। यसमा आफै पनि उत्पादन भएर आएका धेरै वनजन्य प्रजातिहरू पनि यहाँभित्र हुर्किरहेका छन्। त्यो हुर्कनलाई यहाँको सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताहरूले जुन कुर्बानी गर्नुभएको छ, जुन सहयोग गर्नुभएको छ, आफ्ना गाईबस्तु चरीचरण नगराउनेदेखि लिएर संरक्षण क्षेत्रको नीति कार्यान्वयन चरणमा उहाँहरू फुल्ली सहयोग गर्नुभएको छ र यो वन यो अवस्थामा आएको छ। र मैले सम्पूर्ण दर्शकज्यूहरूलाई, श्रोताज्यूहरूलाई के निवेदन गर्न चाहन्छु भने यदि साँच्चै स्वर्ग त्यो खोज्यो भने कहाँ छ भने जहाँ हरियाली छ, जहाँ चिस्यान छ, जहाँ सिमसार छ, जहाँ राम्रा पानीका स्रोतहरू छन्, जहाँ फलफुल छ, जहाँ घाँस दाउरा छ, त्यही ठाउँलाई स्वर्ग भनिने रहेछ। अहिले यो कोरोना भाइरस, यो कोभिड-19ले पनि त्यही देखाएको छ। सहरका ठाउँहरू उजाड भए, गाउँका ठाउँहरू भरिला भएका छन्। त्यसकारण यस्तो जीवनलाई अप्ठ्यारो परेको बेला चाहिने चिजमा सबै जनसमुदायले आफ्नो आर्थिक, भौतिक, नैतिक जे जसरी सहयोग गर्न सकिन्छ त्यो सहयोग गर्न अपिल समेत गर्दै मेरो यो सामुदायिक वनको, हाम्रो सामुदायिक वनको बारेमा सबैतिर प्रचार प्रसार गरिदिन समेत सबैमा अनुरोध गर्छु। अध्यक्ष नवराजजी, म यहाँलाई यति रोकेँ एकैछिनलाई।
हाम्रा श्रोता दर्शक महानुभावहरू यहाँबाट केही सल्लाह सुझाव अर्थात् यहाँको उद्देश्य केही चाहनुहुन्छ भन्ने मलाई लागेको छ। जस्तै यहाँले भन्नुभयो कोरोना महामारी कोभिड-19 जो नोभल कोरोना भाइरसले जो विश्व मानव जाति आक्रान्त छ, हाम्रो देश पनि अछुतो रहेको छैन। यहाँले भनिसक्नुभयो महामारीको बेलामा पनि ग्रामीण भेगहरू खास गरिकन अहिले चाहिँ सुरक्षित रहेको देखिएको छ। एउटा वन वातावरण पर्यटन र यो जैविक विविधतायुक्त क्षेत्र, पानीका मुहानहरू र स्वच्छ हावापानी बहने ठाउँहरू जहाँ छन् त्यस क्षेत्रका जनसमुदायहरू आक्रान्त हुनुहुन्न। शहरी क्षेत्रमा बढी आक्रान्त यो रोगले पारेको छ भन्ने जस्ता महत्त्वपूर्ण कुराहरू राखिदिनु भयो। वास्तवमा यो सुन्दर हरियाली जो हिजो नाङ्गो यो पाटो थियो, गाई बस्तुहरू स्थानीय जनताहरूले यहाँ चराउनुहुन्थ्यो र पछि उहाँहरूलाई जनचेतनामूलक एउटा कार्यक्रम लिएर समुदायको तर्फबाट साब उसको तर्फबाट सामुदायिक वनको अवधारणा अन्तर्गत रहेर यहाँले लामो प्रयासपछि जो यस्तो नाङ्गो डाँडालाई पाखालाई जो हरियाली बनाउनु भएको छ, हजारौँ प्रजातिका बोट बिरुवाहरू हुर्केका छन्। फलफुल जस्तै यहाँ आँप भयो, त्यसै गरिकन सिसम प्रजातिहरू, टिक अर्थात् सगुन प्रजातिका महत्त्वपूर्ण प्रजातिहरू पनि यहाँ हुर्काउनु भएको हामीले देख्यौँ। र अहिले हाम्रो नजिकै रहेको राप्ती नदी जो छ कलकलाउँदो, जो चुरेको एउटा चाहिँ अत्यन्त एउटा महत्त्वपूर्ण पानीको एउटा चाहिँ महत्त्वपूर्ण स्रोत हो, जल भण्डार हो। र त्यो राप्ती नदीको चौतर्फी किनारामा उत्तर दक्षिण जताकतै पछिल्लो समयमा महादोहन भएको छ। त्यसले नदीलाई नै भासिने र तटीय क्षेत्र नै एउटा मानव बस्तीहरू नै एउटा सङ्कटमा पर्ने र जलवायु परिवर्तनमा झन् जोखिम उच्च जोखिम हुने जो सङ्केत देखिएको छ। र त्यो गतिविधिलाई कसरी रोकथाम गर्न सकिन्छ र यसले कस्तो यो वृक्षारोपण र यो हरियालीले को गतिविधिको महत्त्व र त्यसको त्यो गर्न पर्ने अथवा नपर्ने बारेमा हाम्रा आदरणीय दर्शक श्रोता महानुभावहरूलाई संक्षिप्तमा 2 शब्दमा बताइदिन अनुरोध गर्दछु। अध्यक्ष नमराजज्यू। धन्यवाद पत्रकार महेश रिजालज्यू। यो समग्र रूपमा वन तथा वातावरण भन्ने कुरा जल र वायुसँग जोडिन्छ। यसले प्रत्यक्ष रूपले असर पार्ने भने जलवायुलाई हो भन्ने गरिन्छ। जलवायुलाई आफ्नो ठाउँमा र पहिलेको अवस्थामा फर्क्याउने महत्त्वपूर्ण चिज के हो भनेर भन्यो भने वन भनिन्छ। तर त्यो वन क्षेत्रलाई पनि विनाश गर्ने गरी हाम्रो यो गढवा गाउँपालिकामा यसरी कालाकाटेको रङसिङ खोलाको माथि जुडाउनेदेखि गढवासम्म हेऱ्यो भने 17वटा ठुला साना क्रसर उद्योगहरू स्थापना भएका छन्। त्यो यहाँका स्थानीय मान्छेहरूले जानेर नजानेर सहमति दिएका आधारमा विगतका यो अहिले संविधान जारी हुनभन्दा पहिले संविधान जारी भइसकेपछि पनि यो क्षेत्र एउटा क्रसर उद्योगको उर्वर भूमि भइरहेको अवस्था देखिन्छ। अझै स्थापना हुने चरणमा छन् यो क्षेत्रमा। र त्यसले गर्दा जुन राप्ती नदीको तल खस्किरहेको छ त्यसको प्रत्यक्ष पीडा हामीले भोगिसकेका छौँ। हाम्रा माथि डाँडामा भएका गाउँ बस्तीका इनारहरू सुक्न थालिसकेका छन्, कुलाका मुहानहरू सुक्न थालिसकेका छन्। प्रत्येक वर्ष कुलाका मुहानहरू 50 मिटर 60 मिटर बाँध सार्दै माथि लैजान पर्ने अवस्था छ। नदी धसिएको कारणले गर्दा खेत डाँडो छ, नदी खाल भइसकेको छ, कुला खाल भइसकेको छ। त्यस कारणले यो क्रसर उद्योगहरूलाई पनि नियमन गर्ने, यहाँ यो कालाकाटीदेखि गढवा पुग्दासम्म 26वटा साना ठुला चुरेबाट फुटेर आएका खहरे खोल्सीहरू छन्। यिनी खहरे खोल्सीहरूले निरन्तर रूपले माथि चुरेबाट माटो ग्राभेलहरू बोकिरहेका हुन्छन् र तल उत्खनन गरिदियो भने त्यो आधार बन्दो रहेछ। त्यसको जग राप्ती नदी हो। राप्ती नदी जग खल्काइदिइसकेपछि चुरे कमजोर हुने, त्यो कमजोर भएको अवस्थामा वर्षेनी वन क्षेत्र समुदायले वन क्षेत्र संरक्षण गर्दै जाँदा तलको राप्ती नदी उत्खननका कारणले माथि चुरे
फुट्ने अवस्था आएको छ। त्यस भावनाले यहाँ राष्ट्रपति चुरे संरक्षण कार्यालय भनेर राष्ट्रपतिको नाम देशकै मुख्य मानिसको नाम जोडेर राखिएको कार्यक्रम छ। त्यो पनि एउटा उत्खननकारीलाई लाइसेन्स दिने निकायको रूपमा हामी स्थानीय जनताले बुझिरहेका छौँ। चुरेबाट लाइसेन्स ल्याएको छ। नवराजजी म एकैछिन यहाँलाई रोकेँ। दर्शक श्रोता महानुभावहरू, कुलपानी साब उषाका अध्यक्ष नवराज शर्माज्यूले आज आफ्नो साब उषामा भएका उन्नति प्रगति र यहाँका चुनौतीहरूको बारेमा पर्यटनदेखि लिएर उपभोक्तालाई सशक्तिकरण गर्ने, दिगो वन व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पर्यटन र वातावरण मैत्री कार्यक्रम कसरी अगाडि बढाउने भन्ने विषयमा यावत क्रियाकलापहरू गर्नुभएको विषयमा हामीले सञ्चारकर्मीहरूको बिचको टोली यहाँ आएको छ र यही बिचमा धेरै कुराहरू हाम्रा श्रोता दर्शकज्यूहरूलाई अध्यक्षजीले जानकारी गराउनु भयो र राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास कार्यक्रम जो पहिलो राष्ट्रको पहिलो पद राष्ट्रपतिको पद जोडेर राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम जो राखिएको छ, गृह योजना बनाइएको छ, यो राष्ट्रिय गौरवको योजना जो छ त्यसको कार्यालय जो छ त्यसले पनि यहाँले भने जस्तै चुरेको दक्षिण चुरेबाट जुन उत्खनन भएर स्खलन भएर जुन नदीको राप्ती नदीको बगरमा गेगरहरू ठेक्रिने गरिएको हुन्छ र त्यहाँबाट अनियन्त्रित रूपमा अवैध तरिकाले त्यस प्रकारको उत्खनन गर्दा त्यसको सतह पनि डाउन हुने र चुरे झन् सङ्कटमा जाने जस्ता महत्त्वपूर्ण विचारहरू वैज्ञानिक कुराहरू समेत यहाँ राखिदिनु भयो। यसको लागि यहाँलाई धन्यवाद छ। दर्शक श्रोता महानुभावहरू, यस पछाडि अब केही बेर विश्राम लिँदै गढवाल गाउँपालिका 1 बडारा पत्रिङा स्थित यो कुलपानी सामुदायिक वन क्षेत्रमा छौँ। दर्शकबिन, कुलपानी सामुदायिक वन उपभोक्ता समूहको पत्रिङा गाउँका उपभोक्ताज्यूहरूद्वारा परम्परागत पुर्खादेखि नै माटाका भाँडा बनाउने उद्योग यहाँ युगदेखि चलिआएको छ। यहाँ 12 घर अझै त्यस प्रकारका माटाका भाँडा बनाउने परिवार हुनुहुन्छ, जसमा घैँटा, खुत्रुके, पैनी, पतेला, करुवा, मटिया, कराई, लोटा, आमखरा लगायतका घरेलु भाँडा बर्तनहरू उहाँहरूको पुर्खादेखि अहिलेसम्म आफै बनाउने र उहाँ यो आफ्नो गुजारा गर्ने, सिङ्गो समुदायलाई पुर्याउने, दाङ जिल्ला मात्र नभएर सल्यान, प्युठान, रोल्पा, पाल्पा, अर्खाँची लगायतका जिल्लाहरूमा पनि उहाँहरूका पुर्खाहरूले पैदलै हिँडेर ती सामानहरू भाँडा बर्तनहरू पुर्याउने हुन्थ्यो र कुलपानी सामुदायिक वन उपभोक्ता समूहले अहिले यो परम्परागत माटाका भाँडा बनाउने काममा पनि सहयोग पुर्याएको कुरा हाम्रो अध्यक्षजीले बताउनुहुँदै हुनुहुन्छ। र यही बिचमा हाम्रो पुर्ख्यौली पेसा अहिलेसम्म अपनाइरहनुभएका परम्परागत माटाका भाँडा बनाउने एक उद्यमी, यस सामुदायिक वनका उपभोक्ता गढवा 1
पत्रिका निवासी रामस्वरूप थारू कुमालसँग मैले हाम्रा दर्शक श्रोता महानुभावहरूको बिचमा परिचय गराउँदैछु। हजुरको शुभ नाम? मेरो नाम रामस्वरूप थारू कुमाल। रामस्वरूप थारू कुमालजी, तपाईँको कति उमेर भयो? मेरो 50 वर्ष भयो। हजुरले यो कुन उमेरदेखिबाट यो भाँडा बर्तन बनाउन लाग्नु भएको थियो माटाको? मैले लगभग मैले 16 वर्षदेखि। 16 वर्ष उमेरदेखि? हजुर। हजुरको बुवाले पनि के गर्नुहुन्थ्यो? बुवाले पनि यही गर्नु। हजुरबाको पनि थाहा पाउनुहुन्छ? हजुरबाको पनि यही पेसा गर्नुहुन्थ्यो। हजुरबादेखि लिएर हजुरको बुवा हजुरले समेत यही पेसा अप्नाइराख्नु भएको? यही पेसा। अब भन्नुहोस्, हजुरका छोरा नातिहरूलाई पनि यही पेसा पुनः गरिराख्नु पर्ने भन्नुभएको छ? अब सोच त बनाएकै छौँ। हेर्नु त अब किनभने पछि अर्कोको काम गर्न जाने हो भने त 2-4 दिन गर्ने हो। दियो भने दियो पैसा, दिएन भने। हजुर रामस्वरूपजी, अब पैसा सामान त दिन्छ, तर पैसा आए त ठिकै छ, नआए त फेरि घाटा भयो। त्यो स्थिति हो। अब यो माटाको भाँडा र अहिले चाहिँ धातुको भाँडामा के अन्तर पाउनु भएको छ? मान्छेको स्वास्थ्यमा के अन्तर हुन्छ भन्ने लाग्छ? बताइदिनु न हाम्रा श्रोता दर्शक महानुभाव। हाम्रो यहाँ के छ भनेपछि अब कोहीले त डाक्टरहरूले पनि भन्छन् कि यो माटाको भाँडामा चाहिने पानी खाने हो भने त सुरक्षित हुन्छ। हजुर। किनभने पछि त्यो जुन माटाको भाँडामा जुन पानी हुन्छ नि, हजुर, त्यहाँ स्याउली पर्छ। स्याउली त्यो माटाले तान्छ होइन, त्यो पानी मात्रै त्यो हुन्छ। अरू प्लास्टिकमा भयो, अरू भाँडामा भयो, त्यो स्याउली तान्दैन। त्यस कारण त्यो हानिकारक छ। धन्यवाद। हाम्रो रामस्वरूपजीले भन्नुभयो वैज्ञानिक रूपमा पनि यो परम्परागत माटाका भाँडाहरूमा एउटा चाहिँ स्वास्थ्यको लागि, मानव स्वास्थ्यको लागि यसले हित गर्छ। जो स्याउलीलाई उसले चाहिँ शोषण गर्छ र त्यहाँ पानीलाई फिल्टर गर्छ र प्युरिफाई गर्छ, अर्थात् शुद्ध बनाउँछ भन्ने महत्त्वपूर्ण वैज्ञानिक कारणहरू पनि दिनुभयो। हाम्रा पुर्खाहरू कति महान थिए भन्ने उदाहरण पनि हामीले यो परम्परागत भाँडा बर्तन उद्योगबाट देख्दछौँ। र अहिले तपाईँलाई यस यो कुलपानी सामुदायिक वन समूहले कतिको सहयोग पुऱ्याएको छ यो काम गर्नमा? हाम्रो यो कुलपानी सामुदायिक वनले धेरै सहयोग गरेको छ। धेरै सहयोग गरे। अब तपाईँको भन्ने हो भने त अब के भन्छन्, अब यो पहिले अब यो जति 1 औरी लगाउँथ्यौँ त्यसमा पैसा तिर्नु पर्थ्यो त्यो दाउराको। आज भोलि अब छुट गर्नुभएको छ, धेरै राम्रो गर्नुभएको छ। पहिला दाउराको पनि ट्याक्स तिर्नु पर्थ्यो, हजुर, अहिले छुट छ। अहिले यसबाट व्यवसाय पनि चल्यो, एउटा आफ्नो रोजगारी पनि चल्यो, आफ्नो पुर्खाको परम्परागत एउटा चाहिँ उद्योग पनि बच्यो होइन। हो, धन्यवाद रामस्वरूप थारू कुमालज्यू। अब म यसै गरी हाम्रो अध्यक्षजीलाई म संक्षिप्तमा हाम्रा दर्शक श्रोता महानुभावहरूलाई बताइदिनुहोस् कि हाम्रो यो थारू कुमाल समुदायले परम्परागत रूपबाट पुर्खाबाटै चलाउँदै आउनु भएको यो माटाको भाँडा बर्तनको व्यवसायलाई यहाँले अझै दिगो बनाउने, अझै संरक्षण गर्नमा यहाँको समुदायबाट, यहाँको समूहबाट, राज्य स्तरबाट के गर्न पर्ने आवश्यक छ जस्तो यहाँलाई लाग्दछ? नवराजजी बताइदिनुहोस् न। धन्यवाद महेशजी। यसको सानो पृष्ठभूमि मैले भन्न चाहेँ। यो बस्ती राप्ती नदीबाट पीडित बस्ती हो। यहाँको बसोबास चाहिँ राप्ती नदीमा अहिले बगरमा परिरहेको अवस्था छ। त्योबाट उहाँहरू यहाँ स्थानान्तरण भएर आइसकेपछि आफू बस्ने आफ्नो झुपडी बनाउने ठाउँ त नेपाल सरकारको वन क्षेत्रसँग सटेको जग्गामा आएर आश्रय लिन परेको अवस्था भयो भने पेसा गर्ने ठाउँलाई उहाँहरू तडपिरहनु भएको थियो। पेसा गर्ने ठाउँ थिएन उहाँहरूलाई। त्यो बाटो जुन कालाकाटी गरेर आएको बाटो थियो त्यो बटम लाइन थियो। त्यो बटम लाइन भइसकेपछि उहाँहरू अप्ठ्यारोमा परिरहेको, उहाँहरूले पेसा सञ्चालन गर्नलाई हामीलाई ठाउँ नभएको। त्यो यस्तो छ फेरि माटोले काम गर्ने, घाम लाग्दा छाया चाहिने, चिसो हुँदा घाम चाहिने, पेसा भएको कारणले गर्दाखेरि उहाँहरूलाई ठाउँ अलि फराकिलो ठाउँ चाहिने। आफ्नो झुपडी मात्रै अटाउनलाई जुन राप्ती नदीबाट कटान भइसकेपछि आश्रय लिएको परिवार सामुदायिक वनले जब हामीले सुरुवात गऱ्यौँ, सामुदायिक वन संरक्षणका कुराहरू भए, त्यसपछि सामुदायिक वन मार्गदर्शन अनुसार उहाँहरूलाई पनि सामुदायिक वनको केही जग्गा छुट्याएर
आफ्ना जीविकोपार्जन गर्न सक्ने त्यस्ता गरिब परिवारलाई भनेर सामुदायिक वन मार्गदर्शन 2065ले व्यवस्था गरिसकेपछि त्यो 2065को व्यवस्थाअनुसार उहाँलाई हामीले केही ठाउँ क्षेत्र छुट्याइदिएका छौँ। यो जुन बनिरहेछ हेर्नुहोस्, ऊ घरको छाना माथि रुख छ, मुनि चाहिँ उहाँहरूले आफ्नो व्यवसाय सञ्चालन गरिरहनु भएको छ। दक्षिण पूर्व पश्चिम चारैतिर रुख छ, तर बिचमा छाप्रो बनाएर उहाँहरूले पेसा सञ्चालन गरिरहनु भएको छ। त्यो छाप्रा बनाउनलाई पनि सामुदायिक वन उपभोक्ता समूहले आफ्नो आम्दानीको 35% रकम गरिबी न्यूनीकरणमा जुन खर्चिने जुन मार्गदर्शनले व्यवस्था गरेको छ, त्यो 35% अन्तर्गत सामुदायिक वन उपभोक्ता महासङ्घ हरियो वन कार्यक्रमको आर्थिक सहयोग, त्यसपछि समुदायको काठ सहयोग सबै गरेर हामीले यसरी त्यहाँ दुईवटा स्टोर रुम, एउटा औरी घर, त्यसपछि यहाँका उपभोक्तालाई चाहिने काठ निःशुल्क र सधैँभरि काठ उपलब्ध गराउने व्यवस्था गरेका छौँ। जुन दाउरा छ, यो घैँटा पोल्न चाहिनेलाई परम्परागत रूपले लोप हुन थालेको यो जुन माटो छ, माटोको भाँडा बनाउने मान्छेहरू छ, त्यो मान्छेलाई केही रोजगारीको सृजना हुने गरेको छ। जसले अलिकति नियमित रूपले यसलाई रोजगारी नै भनेर गरिरहनु भएको छ, ऊ गाजु थारू कुमालजी हुनुहुन्छ। उहाँको महिनामा लगभग 40-45 सय रुपियाँ मैले कमाउन सक्छु भैया, राम्रो गरिरहेछौ भनेर उहाँले बेला बेलामा प्रशंसा पनि गर्नुहुन्छ। त्यतिले सामुदायिक वन उपभोक्ता समूहले जुन गरेको प्रयास छ, यही माटोको भाँडोको प्रयासलाई अहिले सफल प्रयासको रूपमा हामीले लिइरहेको छौँ। धन्यवाद नवराजजी। कुलपानी साहब-औषले हाम्रा उपभोक्ताहरूलाई पनि व्यावसायिकरण गर्दै हाम्रो परम्परागत लोपोन्मुख अवस्थामा रहेका यस प्रकारका हाम्रा पुर्खाहरूले गरेका व्यवसायहरूलाई पनि टेवा दिँदै संरक्षण गर्दै अगाडि बढ्नु भएको छ। यो ज्वलन्त उदाहरण हो। अहिलेलाई अगाडि बढ्छौँ। नमस्ते। यतिन्जेल हामी गढवा गाउँपालिका वडा नम्बर 1 बडहरा स्थित कुलपानी सामुदायिक वनको परिचय, यहाँ भएका गतिविधि र यस ठाउँको महत्त्वपूर्ण स्थानहरूको बारेमा रिपोर्टिङ गर्यौँ। यस सामुदायिक वनका अध्यक्ष नवराज शर्मासँग हामी कुराकानी गऱ्यौँ। यही कुराकानीसँगै आजको यो रिपोर्टिङबाट क्यामेरामा सन्तोष कुमार गुप्ता, त्यसै गरी वरिष्ठ कार्यक्रम प्रस्तोता पत्रकार महेश रिजालको साथमा म ओम प्रकाश गुप्ता पनि बिदा हुन्छु। नमस्कार।